मैले मन्त्री भएर केही चिजहरू गर्न खोजेको थिएँ। विद्यालय, विश्वविद्यालय हैन, प्राविधिक शिक्षालयहरूमा चाहिँ सुधार ल्याउनको लागि केही ऐन कानुनहरू, नियमावलीहरू ल्याउन खोजेको थिएँ। ल्याउन खोज्दा खोज्दा पनि चाहिँ ल्याउन सकिन है, किनभने त्यो भित्रको अब त्यो सरकारी प्रक्रियादेखि लिएर प्रक्रियाले मात्रै त रोकेको होइन। यहाँ चाहिँ केले रोक्दो रहेछ भने त्यो आफ्नो भनौँ न स्वार्थी तत्त्वहरू हो, भित्रभित्र गएर त्यो कानुनको त्यो मसौदाहरू बनाउनेहरूलाई चाहिँ यहाँ यसो गर्नुपर्ने त्यसरी रोक्दो रहेछ क्या। त्यो कुरा मैले थाहा पाएँ। किनभने उनीहरूले आफ्नो अनुसारको कानुन बनाउन लगाउँदो रहेछ क्या। पैसा खुवाएर पनि अब त्यहाँ कानुनको मसौदा बनाउँदाखेरि उनीहरूलाई आफ्नो लागि फाइदा हुने किसिमको शब्दहरू राख्नु पर्यो नि त्यहाँ। बनाउँदाखेरि त त्यो स्वार्थी तत्त्वहरूले भित्रै मान्छेहरूलाई पैसा खुवाएर अथवा के गरेर त्यसरी गर्दो रहेछ। थाहा पाएँ मैले त्यो कुरा। अब त्यही गर्दाखेरि पनि सकिएन, अनि राजीनामा दिएर गरियो। अब त्यो जो कुरा मैले सुरु गरेको थिएँ, अब गएर भित्र गएर त्यो त जसरी भए नि गर्ने हो, बाहिर बसेर गरिने होइन, भित्रै बसेर गर्नु।